हामी प्राय सबैलाई हुन्छ नि, रातभरि टुप्पी कसेर पढ्यो तर भोलिपल्ट बिर्सिहाल्यो। यसको मतलब के हाम्रो ब्रेन कमजोर हो त? तर होइन। अनि यो कुरा हुनुलाई चाहिँ साइकोलोजीमा फर्गेटिङ कर्भ भनिन्छ। एउटा जर्मन साइकोलोजिस्ट हर्मन एबिङहस भन्नेले चाहिँ के पत्ता लगाएका थिए भने नि, यदि हामीले नयाँ कुरा कुनै सिक्यौँ र त्यसलाई चाहिँ टाइममा बारम्बार रिपिट गरेनौँ भने चाहिँ नि ब्रेनले चाहिँ त्यो कुरा चाहिँ अनावश्यक हो भनेर चाहिँ सम्झन्छ र त्यसलाई सिस्टमबाट डिलिट गरिदिन्छ। त्यसैले हामीले चाहिँ स्पेस्ड रेपिटेसन यानि कि बारम्बार जुन नयाँ कुरा सिकेका छौँ त्यसलाई चाहिँ रिपिट गर्ने, रिभ्यू गर्ने गऱ्यौँ भने चाहिँ त्यो चाहिँ हाम्रो मेमोरीमा सेभ हुन्छ। त्यसैले याद राख्नुहोस्, लर्निङ भनेको सिर्फ पढ्नु होइन, टुप्पी कस्नु होइन, तर यसलाई चाहिँ बारम्बार रिभ्यू र रिपिट गर्नु हो है त। चेयर्स।